हेलो नमस्ते सबैजनालाई फेरि पनि वेलकम टु ब्याक युट्युब माई च्यानल सबैजनालाई भन्दै आज पनि तपाईँहरूको लागि सानो भ्लग बनाउनु गइरहेको छु। अहिले चाहिँ म आफ्नो घरमा आइरहेको छु वेस्ट सिक्किम हिबर्मेक मार्ताम। त्यसले गर्दाखेरि चाहिँ आज आफ्नो गाउँको पनि भिडियोहरू भ्लगहरू बनाएर देखाउनु मन पर्यो। त्यसले गर्दाखेरि चाहिँ आज म तपाईहरूलाई छोटो भ्लग बनाएर देखाइरहेको छु। तपाईहरूलाई कस्तो लाग्छ हेरेर तपाईहरूले साथ सपोर्ट दिनुहोस् होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। यो चाहिँ मेरो प्यारो गाउँ जन्मथलो गाउँ हिबर्मेक मार्तामको नजारा देखाउँदैछु तपाईहरूलाई। हाम्रोतिर चाहिँ प्रायः जस्तो चाहिँ बेसी जस्तो कार्डाममको खेती हुन्छ। तपाईँहरूले देख्नुहुँदैछ होला चारैपट्टि कार्डाममै कार्डामम। हावा चल्दैछ त्यसले गर्दाखेरि चाहिँ क्यामेरा चारैपट्टि कार्डाममै कार्डामम देख्नुहुँदैछ होला। यता तलतिर पनि सबै कार्डाममै कार्डामम छ। हेर्नुहोस् यता तलतिर पनि सबै अलैँची नै अलैँची अलैँची नै अलैँची सबै अलैँची नै अलैँची। यता तलतिर देख्नुहुँदैछ होला अलैँची नै अलैँची। अलैँचीतिर अहिले पुरा बेसी पानी लगाइराखेको छ। पानी नै पानी पानी नै पानी चारपट्टि पानी घुमाइरहेछ। देख्नुहुँदैछ होला तपाईहरूले। यता तलतिर पनि सबै अलैँची नै अलैँची। बारी चाहिँ कसै पनि कुनै पनि बारी चाहिँ खाली छैन। सबै अलैँची नै अलैँची अलैँची नै अलैँची सबै अलैँची नै अलैँची लगाएको छ। तपाईहरूलाई अलैँचीको बिरुवा चाहियो भने चाहिँ यहाँ आउँदा हुन्छ। तपाईहरूले अलैँचीको बिरुवा चाहिँ सस्तोमा पाउनुहुन्छ, त्यति महँगो छैन। हाम्रो गाउँतिर चाहिँ अलैँची धेरै भएकोले गर्दा अहिले त अलैँचीको दाम पनि 75,000 पुगेको रहेछ। एकदमै धेरै भाउ आएको रहेछ अहिले फिलहालमा। अब अलैँची त तपाईँको फलेर पनि पाकेर पनि टिपेर पनि मान्छेले सबै बेचिसक्यो। बेचिसकेपछि चाहिँ फेरि भाउ आयो। सपोर्ट दिने मेरो दिदी पनि आज चाहिँ मेरो साथमा हुनुहुन्छ। अब दिदी चाहिँ ड्युटी जानको लागि तयार भइसक्नु भएको छ र त्यसले गर्दाखेरि चाहिँ अब दिदीको ड्युटी चाहिँ निकै टाढो छ। त्यसले गर्दाखेरि चाहिँ मैले आज दिदीलाई पनि भ्लगमा ल्याउन भनेर चाहिँ दिदीलाई पनि देखाउँदैछु। दिदी के भन्नुहुन्छ भ्लगमा? खै के कोट्याएको त्यति साह्रो केही नै निकालेर देला जत्तिकै गर्छ त हो। हेलो, म चाहिँ शोभा सुब्बा, म चाहिँ रणबहादुरको दिदी। अनि म चाहिँ के भन्न चाहन्छु भने मेरो भाइको च्यानललाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला। राम्रो राम्रो भ्लग लिएर आउनेछ भाइले। यो आउने दिनमा पनि राम्रो राम्रो भ्लग देख्नु हुनुहुन्छ। सबैले देख्नुहुन्छ, लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला भन्न चाहन्छु। म चाहिँ ड्युटी जानु लागेको, अनि भाइ चाहिँ डकुमेन्ट्स बनाउनु आएको छ। भाइको डकुमेन्ट्स बनाएर भाइ पनि ड्युटी फर्किनुहुन्छ र 9 बजिसकेको छ। म चाहिँ ड्युटी जान लागेको। भाइलाई पनि सेफ जोनी राम्रोसँग जानु होला, फेरि पनि घर सम्झेर आउनु होला भन्न चाहन्छु। मेरो दिदीलाई धेरै धेरै धन्यवाद मेरो युट्युब च्यानलको भ्लगमा आइदिनु भएकोमा। तर मेरो दिदीले चाहिँ सबै कुरोमा मलाई धेरै सपोर्ट दिन्छ। त्यसले गर्दाखेरि चाहिँ मैले दिदीलाई पनि आज चाहिँ मैले भ्लगमा ल्याएको हो। तपाईँहरूलाई अब यो भ्लग कस्तो लाग्छ? तपाईँहरूलाई राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। जतिजना साथीहरूले मलाई चिन्नुहुन्छ तपाईँहरूले हेरेर साथ सपोर्ट दिनुहोस् होला। ठिकै छ ल, बाई, सी यू। डरलाग्दो हावा चल्दैछ, डरलाग्दो हावा चल्दैछ। देख्नुहुँदैछ होला हावा चलेको। रुखहरू डरलाग्दो लुइकिँदैछ। खतरनाक छ, हावा खतरा चल्दैछ। मान्छे नै उडाइ लगेला जस्तो गर्दैछ। देख, यो चाहिँ सबै कार्डामम हो। कहीँ पनि खाली छैन जग्गाहरू। तर आज चाहिँ बिहानदेखि नै हावा चल्दैछ खतरा। त्यसले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ आज चाहिँ देख्नुहुँदैछ होला, यहाँनिर पानीहरू पुरा चल्दैछ।
यहाँ चाहिँ अलैँची बारीमा पानी पनि हालिरहेछ। सबै म चाहिँ अहिले जङ्गलभित्र हिँड्दैछु। यहाँ माथि चाहिँ मेरो काकाको घरमा पुगिसकेँ म चाहिँ। देख्नु होला गाउँ बस्तीमा चाहिँ यसरी बर्खाको लागि चाहिँ दाउराहरू सबै अहिले नै भेला पारेर राखिसकेको हुन्छ, ताकि पछि पानी पर्दाखेरि चाहिँ दुःख नहोस् भनेर। त यहाँनिर इस्कुसको स्टकहरू देखिहाल्नु भयो होला। यो चाहिँ गाउँ बस्तीको हो। यो चाहिँ मेरो काकाको घरमा यो चाहिँ पाखाङ बेत फुलिरहेछ। मजाले पाखाङ बेत फुलिरहेछ। यो फुलहरू पनि मजाले फुलिरहेछ। यो चाहिँ काकाको घरमा हो। अर्किडहरू पनि मजाले फुलेछ, मजाले स्याहारेछ भाइहरूले। अहिले यहाँ चाहिँ हाम्रो महात्मा श्रीजङ्गा मन्दिरको छेउमा अहिले कन्स्ट्रक्सनहरू सुरु भइरहेछ। सबै एरियाहरू बढाइरहेछ, मजाको बनाउँदैछ। यो पनि सबै नयाँ बनाउँदैछ। यता मन्दिर पनि सबै रिपेयरिङ हुँदैछ। सबै नयाँ कन्स्ट्रक्सन आएर चाहिँ मजाले कामहरू चलिरहेछ। यो चाहिँ हाम्रो महात्मा श्रीजङ्गा मन्दिर, इभरमेक मार्ताम वेस्ट सिक्किमको। सबै रिपेयरिङ हुँदैछ, सबै जग्गा राम्रो बनाउँदैछ, ताकि आउने समयमा चाहिँ धेरै राम्रो हुने रहेछ। जे होस्, हाम्रो नयाँ सरकार आएर चाहिँ धेरै कुरोलाई डेभलप गरिदिएको छ। यहाँ पनि हेर्नु सबै रिपेयरिङ हुँदैछ, राम्रो हुँदैछ। हाम्रोतिर चाहिँ जहाँ पनि हेर्नुहुन्छ तपाईँहरूले अलैँची बाइक चाहिँ केही पनि देख्दैन। म अहिले यता माथि आइसकेको छु। आज डरलाग्दो हावा चल्दैछ, त्यसले गर्दाखेरि चाहिँ म अलिकति डरसरी पनि हिँड्दैछु। हेर्नुहोस् त के डरलाग्दो हावा चल्दैछ आज बिहानै। आज सबैलाई त्यति बेसी काम गर्नु पनि दिएको छैन, डरलाग्दो हावा चलिरहेछ। सुनिरहनु भएको छ होला। हेर्नुहोस्, जहीँ पनि हाम्रो चाहिँ प्रायः जस्तो चाहिँ कार्डाममकै खेती हुन्छ, अरू केहीको पनि खेती हुँदैन। अन्त त्यसले गर्दाखेरि चाहिँ मान्छेहरू पनि प्रायः जस्तो कार्डाममकै अहिले फुल खेल्नु थालेको छ। त्यसले गर्दाखेरि चाहिँ सबै मान्छेहरू चाहिँ सबै जङ्गलभित्र सफा गर्दै बसेको छ। अहिले घर गाउँतिर चाहिँ मान्छेहरू प्रायः कोही पनि भेट्दैन। सबै प्रायः जस्तो चाहिँ सबै जङ्गलमा मात्रै भेटिन्छ। साथी हो, म चाहिँ आफ्नो गाउँलाई माया लाग्दै छोडेर आफ्नो ड्युटीतिर लागेँ। अब अर्को ब्लगमा फेरि भेटौँ है तपाईँहरूसँग। राम्रो लाग्यो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला। बाई बाई।